ए छुट्यो बसँग कुर्सी छुट्यो हेलो दर्शकवृन्द, नमस्कार अनि स्वागत छ डेन्जर किङको आज नयाँ भ्लगमा। आज मसँग हुनुहुन्छ स्वर्गा धनी उमेद रोकाया सर हुनुहुन्छ होइन। भूतपूर्व उहाँ चाहिँ रिटायर्ड सर हुनुहुन्छ। अहिले चाहिँ हाम्रो श्री मस्टा भिजन इङ्ग्लिस बोर्डिङ यहाँ चुवावनमा चाहिँ हुनुहुन्छ, टिचिङ गर्दै आउनुभएको छ। अनि उहाँ चाहिँ हाम्रा भजन पुसाजु भजन महत भनेर हामी चिन्छौँ। मेरा चाहिँ साइनले पुसाजु गर्छन् उहाँको। अब उम्मेद रोकाया सरको चाहिँ आज यो 15 प्रस्तुति भने है सर, 15 प्रस्तुति हो। अनि पहिलो एकचोटि चाहिँ मैले मेरो उसमा आइडीमा हालेको थिएँ जम्मा, त्यसमा चाहिँ 2,82,000 जनाले चाहिँ दर्शकहरूले चाहिँ हेरिदिनु भएको थियो, एकदमै राम्रो मन पराउनु भएको थियो। आज पनि अब यो नयाँ प्रस्तुति लिएर आएका छौँ। हजुरहरूलाई मन परेमा लाइक कमेन्ट सेयर चाहिँ गर्नुहोला है त। ल हामी अब यो गीत चाहिँ स्टार्ट सुरु। केही लाग्दो बर्खाले कि काँडो दुकान लाग्यो। मै चौकाली तेरा भर काचाई खाऊ कि पनि कायलङ्गा नदीका माछा। तिमीले लाड्या पनि सम्झन्छौ अधर कारण छ। फर्काए ठन्डा पानी तिसी लाग्यो गर्मीका महिना। तिम्रो माया मानी परानी बराबद भइगयो। भाबिरही मैना हिमे चुल्ली डफेकै भइगयो।
रातिदेखि सैन दिनभरि रही काट्या मैले एकै राति सुनेछ सुने कमाउने सुनारका भन्ने मेरो मन छ तुमारा कि म मरुला दिन दिनै बाटुली हाम्रो माया जलेको डरे बसिदिन काटुली अपिसै पालाका छाया हाली करनाली छालो बगाइलाई जास्याते गङ्गा मन नराखै कालो हाँसी जाऊ जाले भइज छुट्यो बसना कुर्सी छुट्यो गिरौँ सेर लाइकन अद्विचाइरह्यो माया तेरो मेरो है कठै कठ आदरणीय दर्शकगणहरू आज तपाईहरू सामु मैले एउटा देउडा गीतको कोसेली पस्केर राखेर तपाईहरू माझमा पुर्याएको छौं सबै दर्शकगणहरूले लाइक शेयर र कमेन्ट गरिदिनु होला भनी यहाँहरूसँग अनुरोध गर्दछौं र यसमा म कलाकार उमेद रोकाले गाएको छु र यसमा बाँसुरीमा साथ दिनुहुने भजन महत ज्यू हुनुहुन्छ र यस आजको यो देउडा गीतका आयोजक दिपक सागरीज्यू हुनुहुन्छ तपाईहरु सबैले यसलाई मनन गरी अध्ययन गरी यो गीत म जस्ता बुढापाकाको लागि हैन तपाई जस्ता युवाहरुको मनोभावनालाई उकास्ने गीत हो भनी सम्झनु सरकारीमा आयो अता मनी गीत हाल्दिनु हैन ल पछि यसो प्रतीक्षा गर्दिनु होला टक्क लाइक कमेन्ट हैन यसो शेयर सब्स्क्राइब गरिदिनु होला ल तपाईहरुले पनि यसो हेर्दिनु होला है त ओहो ल